साथीहरू, जहाँ साइन्सले धेरै क्षेत्रमा हामीलाई सहयोग गरेको छ, त्यही अर्कोतर्फ यसको कालो राज पनि छ, जहाँ साइन्टिस्टहरू धेरै बदनाम भएका छन्। यो भिडियोमा साइन्सको सबैभन्दा खतरनाक साइन्टिस्टका एक्सपेरिमेन्टको बारेमा चर्चा गरिनेछ। साथीहरू, आजको एपिसोडमा हामी कुरा गर्छौं एउटा यस्तो चिकित्सकको बारेमा जो मानवप्रति गरेको आफ्नो परीक्षणबाट धेरै नै बदनाम छन्। उसलाई आरोप थियो कि ऊ अमर हुनको प्रयासमा बिरामी र मरेको मान्छेसँग अजीब गरिब एक्सपेरिमेन्ट गर्दथ्यो। जोनान कोन्राड डिपल जर्मन अल्केमिस्ट चिकित्सक थियो। सोर्सेस बताउँछ कि डिपलको जिन्दगी धेरै नै रहस्यमय थियो। उसलाई बिरामी व्यक्तिप्रति गैर कानुनी परीक्षण गर्ने आरोप लागेको थियो। यो भनिन्छ डिपल बिरामी र मर्न लागेको मान्छेको आत्मा एउटा मान्छेको शरीरदेखि अर्को मान्छेको शरीरमा ट्रान्सफर गर्ने कोसिस गर्दथ्यो। चिकित्सा र अल्केमी छात्र हुनु अनुसार उनले फ्र्याङ्कलिन क्यासलको नजिकै एउटा ल्याबोरेटरी स्थापित गरेको थियो, जहाँ मानिन्छ कि ऊ मान्छे प्रति एक अजीब गरिब एक्सपेरिमेन्ट गर्दथ्यो। उसको एउटा एगो नामक असिस्टेन्ट पनि थियो जो शारीरिक अङ्गबाट कुबडा थियो। डिपलको बारेमा यो अफवाह थियो कि ऊ जनावर र मृत शरीरको अवशेष आफ्नो एक्सपेरिमेन्टमा प्रयोग गर्थ्यो, जसमा ऊ मृत शरीरमा ज्यान हाल्ने कोसिस गर्दथ्यो। मानिन्छ कि उसको एक्सपेरिमेन्ट धेरै नै अजीब र गरिब थियो, जसमा ऊ बिरामी व्यक्तिको आत्मा एउटा शरीरबाट अर्को शरीरमा सार्ने असफल प्रयास गर्दथ्यो। यस्तै अर्का साइन्टिस्ट छन् रोबर्ट ई कर्निस। रोबर्ट ई कर्निस यस्तो साइन्टिस्ट थियो जो मरेको मानिसलाई फेरि जिउँदो पार्ने कोसिस गर्दथ्यो। कर्निसको मान्ने थियो कि मरेको मान्छेमा यदि रगतको प्रवाह फेरि भयो भने ऊ जिउँदो हुन सक्छ। उसले यो आफ्नो थ्योरीलाई लिएर उसले टिटर बोर्डको प्रयोग ल्यायो, जसबाट ऊ मान्छेलाई त्यहाँ राखेर घुमाएर जिउँदो पार्ने प्रयास गर्दथ्यो। साथीहरू, टिटर बोर्ड सिसा जस्तै देखिने एउटा इन्स्ट्रुमेन्ट हो। गणेशले धेरै मरेको मान्छेमाथि परीक्षण गर्यो तर असफलता हासिल गर्यो। उनको अनुसार मान्छेको मृत्यु रगतको सञ्चालन बन्द भएपछि हुन्छ र उनको अनुसार यदि मरेको मान्छेमा फेरि रगत सञ्चार भयो भने त्यो मान्छे फेरि पुनः जन्म गर्न सक्छ। त्यसैले ऊ पहिला एड्रिनल नामक औषधिको प्रयोग गर्दथ्यो, रगतलाई पातलो पार्ने र मृतलाई त्यहाँ राखेर बेसरी घुमाउने गर्दथ्यो, र ऊ यो गर्दाखेरि धेरै असफल हुन्थ्यो। तर मान्छेप्रति असफल भएपछि उसले कुकुरप्रति आफ्नो परीक्षण गर्यो। उसले 5वटा कुकुरलाई ल्यायो र क्लिनिकली दबाई दिएर मार्यो। सबै कुकुरको नाम ल्याजरस राखिदिएको थियो अनि प्रयोग गरियो। दुर्भाग्यबाट 3वटा कुकुर यानि ल्याजरस 1, 2, 3 लाई पुनः जन्म गराउन असफल भए। तर आश्चर्यजनक ल्याजरस 4 जिउँदो भएर उठ्यो। यसको डिटेल जानु। ल्याजरस 4 लाई मार्ने बित्तिकै टिटर बोर्ड र योजना अनुसार बेसरी घुमाइयो। लगभग आधा घण्टा लगातार कोसिस गरेपछि ल्याजरस 4 काम्दै उठ्यो र सानो स्वरमा पुग्यो। सोर्स अनुसार ल्याजरस 4 1-2 दिनपछि आफ्नो खुट्टामा उड्न र खान र सब चिज गर्न सक्यो र ल्याजरसले सफलता हात पारे। ल्याजरस 5 मा पनि यस्तै प्रयोग गरियो र उसलाई पनि जिउँदो पारियो। यो सब गरेर ल्याजरस अन्तिम चरणमा पुग्न आँटिसकेका थिए, तर स्टेट अफ क्यालिफोर्नियाले उसको एक्सपेरिमेन्टमाथि प्रतिबन्ध लगायो। स्टेट अफ क्यालिफोर्नियाको अनुसार यस्तो गर्नु प्रकृतिमाथि खेलबाड र मानवप्रति एउटा कालो दब हो। साथीहरू, तपाईँलाई के लाग्छ? मान्छेले यस्तो मानवप्रति खेलबाड र प्रकृतिप्रति खेलबाड गरेको राम्रो हो? कमेन्ट बक्समा लेख्नुहोला। यदि तपाईँलाई मेरो भिडियो मन पर्यो र यस्तै अझै रोचक भिडियो चाहिन्छ भने मेरो च्यानललाई सब्स्क्राइब हान्नुहोला र नोटिफिकेसन अल राख्नुहोला। यदि तपाईँलाई मेरो भिडियो मन परेमा लाइक हान्नुहोला र सक्दोसम्म सेयर हान्नुहोला र मुनि कमेन्ट बक्समा मेरो भिडियो कस्तो लाग्यो त्यो लेखिदिनु होला। सो गाइस, थ्याङ्क्स फर वाचिङ।